हे गाइज नमस्ते, के छ हालको सन्चै हुन्छ? आशा गर्छु सन्चै हुनुहुन्छ तपाईँहरू है। आज चाहिँ फ्राइडेको दिन हामी दाजुभाइ चाहिँ सिसाइड घुम्न आएको छौँ है। यो चाहिँ कुवेतको फायल एरियाको दृश्य हो है। अब कुवेतमै हुनु भने सम्पूर्णहरूले त यहाँको दृश्य त सबलाई थाहा छँदैछ। जस्तै देश विदेश बाहिर हुनु नि नेपालमा हुनु मेरो आफन्तजनहरूलाई त यो सानो भिडियो कैद गरेर हजुरसम्म देखाउन गइरहेको छु। आज शुक्रबारको दिन एकदम ठिक छ, चिलमा हो नि भाइ, चिलमा हो। हामी यसरी होइन छुट्टी भएको दिन पहिलाको हप्ता हामी मेरो भाइसित थियौँ, अहिले दाइसित छु। यसरी नै हामी घुम्ने गरेको छौँ। यहाँ पछाडि देख्न सक्नुहुन्छ समुद्र, 7 समुद्र पारी छौँ भन्ने लाइक हुन्छ नि एउटा थियो नि पहिला गीतहरू पनि, अहिले पनि गीतहरू छ। 7 डाँडा पारी 7 समुद्र पारीहरू। समुद्र चाहिँ यही हो, तपाईँहरूले ब्याक क्यामेरामा देख्न सक्नुहुन्छ। र परसम्म पनि केही देखिन्न। मेरो दाइ चाहिँ यहाँ बाल्लोमा के कोरिरहनु भएको छ, पानको बात। अनि कसको नाम हो दाइ यहाँ? खै हेरौँ त बुढी के नाम हो, केबाट आउँछ? अनि मेट्दै गऱ्यो त दाइ छालले। छाललाई रोकिदिनु त, नआइज छाल भनेर फेरि मेट्दै। अलि माथि बनाउनु पर्ने हो दाइ है। यो चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँले होइन, यो बालुवा ढलान गर्ने जस्तै बाल्ला छ, छान्नै नपर्ने वासिङ बाल्ला। देख्न सक्नुहुन्छ आकाशमा बादल लागिरहेको छ, मौसम एकदम कुल छ है। सो गाइस, तपाईँहरूले पनि छुट्टीको राम्रो सदुपयोग गर्नु होला, यसरी घुम्न आउनु होला। तपाईँहरूलाई चाहिँ यो दृश्य कस्तो लाग्यो कमेन्ट गर्नु होला।